आजको भिडियोमा हामी न्युजिल्यान्डको बारेमा कुरा गर्दैछौँ। न्युजिल्यान्डको अहिलेको हालको आर्थिक अवस्था के कस्तो छ, त्यहाँनिर जबको अपर्च्युनिटीहरू के कस्तो छ, नेपाली विद्यार्थीहरूलाई कतिको गाह्रो साह्रो भइरहेको छ, यी लगायतका विषयहरूमा कुरा गर्नेछौँ। र यो भिडियो हेरिसकेपछि एउटा तपाईँलाई न्युजिल्यान्डको आर्थिक अवस्था कस्तो छ र फाइनेन्सियल्ली आफू कतिको प्रिपेयर्ड हुनुपर्छ त भन्ने एउटा नलेज चाहिँ हुन्छ। र आज मसँग कुरा गर्नको लागि न्युजिल्यान्डमा बसिरहनु भएका पुरु तिमसिनाजी हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो अनुभवको आधारमा उहाँले जे देखिरहनु भएको छ, जे अनुभव गरिरहनु भएको छ न्युजिल्यान्ड, त्यसको आधारमा चाहिँ आज हामीलाई न्युजिल्यान्डको आर्थिक पाटोको बारेमा जानकारीहरू दिनुहुनेछ र अन्तसम्म भिडियो हेर्नुहोला। पुरुजी, आजको भिडियोमा फेरि पनि स्वागत छ तपाईँलाई। योभन्दा अगाडि पनि हामीले विभिन्न भिडियोहरू बनाएका थियौँ न्युजिल्यान्डको बारेमा र आजको भिडियोमा स्वागत छ तपाईँलाई। थ्याङ्क यू सुरेन्द्रजी, फेरि पनि कनेक्ट हुन पाइयो। सुरुमा तपाईँको एउटा छोटो इन्ट्रोडक्सन दिनुहोस् न, के गरिरहनु भएको छ, अहिले कहाँ हुनुहुन्छ र नेपालबाट कहाँ हुनुहुन्थ्यो, कहाँ थियो घर नेपालमा भनेर। म चाहिँ नेपालको मोरङ को लेटाङ भन्ने ठाउँमा जन्मेको, त्यहीँबाट हो। र न्युजिल्यान्ड चाहिँ 2017मा चाहिँ आएको थिएँ स्टुडेन्ट भिजा लिएर होइन। त्यस पछाडि अहिले चाहिँ फुल टाइम पडकास्टिङ होइन, मेरो यो पडकास्टिङको सेटअप पनि देखिरहनु भएको छ र कन्टेन्ट क्रिएसनमै लागिरहेको छु न्युजिल्यान्डमै बसेर। मेरो टिकटक पनि अकाउन्ट छ पुरुष पोडकास्ट भनेर, अहिले त्यतातिर पनि अलिकति लागिरहेको छु। र पार्ट टाइम चाहिँ म अहिले यहाँ न्युजिल्यान्डको गभर्मेन्ट एजेन्सी हेल्थ न्युजिल्यान्डमा काम गर्दैछु। र आज हामी अब विशेष गरी न्युजिल्यान्डको इकोनोमिक अवस्था कस्तो छ र यसमा नेपाली स्टुडेन्टहरूलाई अपर्च्युनिटीहरू के कस्तो छ त भनेर कुरा गर्दैछौँ होइन। र सबैभन्दा सुरुमा तपाईँले एउटा समरीको रूपमा भन्नुपर्दाखेरि न्युजिल्यान्डको इकोनोमी कस्तो छ र त्यसको सोर्स अफ इन्कमहरू के हो अहिलेको अवस्थामा? न्युजिल्यान्डको इकोनोमी चाहिँ अलिकति देश ठुलो भएको भएर होइन, जग्गाहरू धेरै भएको भएर एग्रिकल्चरहरू चाहिँ धेरै हुने ठाउँ हो, स्पेसली डेरी फार्मिङ होइन। इन जेनरल यहाँको जब जेनेरेट गर्ने इकोनोमिक एक्टिभिटिजको चाहिँ मेन इन्डस्ट्रीहरूको नाम लिनुपर्दा चाहिँ हेल्थ केयर र सोसल एसिस्टेन्स भयो, कन्स्ट्रक्सन एन्ड ट्रेड भयो, अनि आइटी भयो होइन, अनि त्यसपछि एजुकेसन एन्ड ट्रेनिङ होइन, अनि एग्रिकल्चर एन्ड हर्टिकल्चर मैले अघि भनिहालेँ, जसमा डेरी फार्म पनि पर्छ, र कस्टमर सर्भिस एन्ड कल सेन्टर पनि केही हदसम्म चाहिँ त्यो मेजर इन्डस्ट्रीमा चाहिँ गनिएको छ अहिलेको जब जेनेरेटिङको हिसाबले हेर्दाखेरि। अनि ओभरअल अब एज अ इन्टरनेसनल स्टुडेन्ट अथवा नेपाली स्टुडेन्टको हिसाबले हेर्दाखेरि न्युजिल्यान्डको जब मार्केट कस्तो छ अहिले इन्टरनेसनलहरूको लागि? यस्तो छ सुरेन्द्रजी, अहिले ब्रोडली हेर्दाखेरि जब मार्केट चाहिँ डिफिकल्ट नै छ होइन, त्यो भन्नै पर्छ हामीले। धेरैले काम नपाएको स्थिति छ, लास्ट 1 वर्षबाट त झन् अझै नै नराम्रो भइरहेछ। तर फेरि ओभरअल अपर्च्युनिटीको कुरा गर्दाखेरि चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूलाई एकदमै राम्रो अपर्च्युनिटी भएको ठाउँ भन्छु म चाहिँ पर्सनल्ली होइन। न्युजिल्यान्डमा स्किल ग्यापहरू छ, त्यही भएर चाहिँ चाँडो इमिग्रेसन रुल्सहरू पनि चेन्ज भइरहन्छ क्या, त्यही भएर त्यो हिसाबले एउटा अपर्च्युनिटी हुने भयो। अर्को भनेको अब इक्जाम्पलै दिन्छु म, भर्खरै मात्रै रेसिडेन्सीको चाहिँ 2वटा नयाँ पाथवे पनि खुलेको थियो होइन। अब त्यो चाहिँ यहाँ भइरहेका राम्रो पैसा कमाइरहेका तर वर्क टु रेसिडेन्सी पाथवे नभएकोहरूलाई चाहिँ हुने गरी चाहिँ 2टा रेसिडेन्सीको पाथवे चाहिँ खुलाएको छ स्किल माइग्रेन्ट अन्तर्गतमै। अनि त्योभन्दा एउटा राम्रो न्युज के छ भने मास्टर्स गर्दाखेरि चाहिँ अहिले पहिले चाहिँ 6 पोइन्ट आउँदैन थियो, 5 पोइन्ट मात्रै आउँथ्यो, अहिले चाहिँ अब 6 पोइन्ट आउने भनेको छ। 6 पोइन्ट भने चाहिँ 6 पोइन्ट भएपछि चाहिँ रेसिडेन्सी अप्लाई गर्नको लागि इलिजिबल भइन्छ क्या। अरू कुरा पनि चाहिन्छ, जब अफर पनि चाहिन्छ, एग्रिडेड इम्प्लोयरसँग चाहिँ काम गरेको पनि हुनुपर्छ, स्यालेरी रेन्ज पनि चाहिन्छ, तर जुन त्यो पोइन्ट्सवाला छ त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो स्टुडेन्टहरूको लागि। अनि त्यो पनि अहिले चाहिँ एकदमै घटाइरहेछ, ब्याचलरको पनि घटाएको छ, ग्रेजुएटको पनि घटाएको छ। त्यो भएर चाहिँ ओभरअल अपर्च्युनिटी चाहिँ स्टुडेन्टहरूको लागि म एकदमै राम्रो देख्छु। अगाडि पनि ग्रिन लिस्टहरू भनेर चाहिँ अब त्यो स्किल ग्याप फुलफिल गर्नलाई त्यसरी इन्ट्रोड्युस गराइएको थियो होइन। अनि अर्को एउटा कुरा पनि जोड्न मन लाग्यो, जस्तै न्युजिल्यान्डमा पनि देश छोडेर जाने मान्छे धेरै छन् क्या। अब 2025को जुलाईसम्ममा मात्रै पनि 75,000 जति मान्छे चाहिँ लङ टर्मको लागि देश छोडेर गए होइन। अब धेरै जसो अस्ट्रेलिया गयो, अरू देश पनि गए। त्यही भएर अब न्युजिल्यान्डमा चाहिँ त्यो स्किल ग्याप सधैँ रहिरहने भएको भएर चाहिँ यहाँ पढ्ने अनि यहाँ बस्छु भनेर लङ टर्म सोचेर आउने मान्छेहरूको लागि चाहिँ राम्रो अपर्च्युनिटी चाहिँ छ भनेर भन्दा फरक पर्दैन। त्यही हो, तर अब आउँदाखेरि चाहिँ राम्रोसँग प्लान गरेर आउनु पर्यो, बुझेर आउनु पर्यो होइन। अब इनिसियल फेजमा चाहिँ फीहरू तिर्न महँगो हुन्छ, त्यसको लागि चाहिँ त्यो कुराहरू पनि राम्रोसँग प्लानिङ गरेर चाहिँ आउनु पर्यो।
जस्तो अब यसलाई अझ डिपली अलिकति डिटेलमा बुझ्न पर्दाखेरि जस्तो फिनल्यान्डको एक्जाम्पल दिन्छु म तपाईँलाई। फिनल्यान्डमा चाहिँ अहिले जब नपाएर लगभग हाहाकारै जस्तो छ नयाँ आउने विद्यार्थीहरूलाई होइन। मान्छेहरू 6 महिना 8 महिना 1 वर्ष जबै नपाइकन बसेकाहरू छन् फिनल्यान्डमा। अनि सोसल मिडियामा हेऱ्यो जता पनि त्यही छ, जब पाइएन के गर्ने भन्ने छ। त्यस्तो अवस्था छ कि त्योभन्दा अलि बेटरै छ न्युजिल्यान्डमा चाहिँ विद्यार्थीहरूको लागि? अब यस्तो छ है, अब मसँग कन्ट्याक्टमा भएको स्टुडेन्टहरू होइन, अनि अथवा मैले अब्जर्भ गरिरहेको स्टुडेन्टमा धेरै थोरै ले चाहिँ जब पाइ नै रहेछन्। अब धेरै थोरै भन्दा यस्तो छ, अब जबहरू चाहिँ अलिक ढिलो पाइरहेछन् तर पाउन चाहिँ पाइरहेछन्। यो म स्पेसल्ली क्राइस्टचर्चको एरियामा बसेकोहरूले चाहिँ पाइ नै रहेछन्। अकल्यान्ड जुन चाहिँ मेजर सिटी हो त्यहाँ चाहिँ एकदमै हाहाकार छ भन्ने कुराहरू चाहिँ अब हामी सोसियल मिडियाको ग्रुपहरूमा पनि सुनिन्छ। नर्मल्ली यहाँ आउने स्टुडेन्टहरूले केही 2-3 महिनाको टाइममा चाहिँ जब पाएकै छन्। कसैले अब चाँडै पनि पाएको छन्, नत्र भने 20 घन्टा काम गर्न मिल्ने हो। अब जुन चाहिँ 25 हुँदैछ चाँडै नै होइन, 25 घन्टा हुँदैछ तर नोभेम्बर पछि। तर 20 घन्टामा पनि 20 घन्टा नपाए पनि होइन, 8 घन्टाको क्याजुअल सिफ्ट अथवा 10 घन्टा 12 घन्टासम्म हो, त्यसरी पाएको पनि सिचुएसन छ। त्यही भएर एकदमै त्यो जबै नभएको जिरो भन्ने चाहिँ छैन है न्युजिल्यान्डमा। अनि अब अहिले यो वर्ल्ड वाइडै तपाईँको एन्टी इमिग्रेसन र्यालीहरू एकदमै चलिरहेछ होइन। अनि यसले गर्दाखेरि अब इन्टरनेसनल स्टुडेन्टहरू चाहिँ अलिकति डराएको जस्तो देखिया छ धेरै देशहरूमा होइन। न्युजिल्यान्डमा के छ अवस्था? प्रतिको एटिच्युड कस्तो छ त्यहाँको लोकलको र त्यहाँको गभर्मेन्टको? न्युजिल्यान्डको लोकल र गभर्मेन्टको चाहिँ कस्तो छ एटिट्युड भन्दाखेरि, यहाँ चाहिँ मल्टिकल्चरल कन्ट्री हो होइन। यहाँको किवीहरू चाहिँ एकदमै फ्रेन्डली होइन। अब जस्तै बाटोमा हिँड्दाखेरि पनि मान्छेहरू हाई हेलो भन्ने, बोल्ने, हाँस्ने होइन। पपुलेसन पनि कम भएको ठाउँ हो, 50 लाख मात्रै भएको ठाउँ भयो होइन। त्यही भएर एकदमै गुड वेलकमिङ। अनि त्यस्तो एन्टी इमिग्रेन्ट प्रोटेस्ट भन्ने यहाँ चाहिँ छैन। अनि अर्को कुरा भने चाहिँ अब यो देशलाई चाहिँ अब माइग्रेन्टहरू धेरै नै चाहिन्छ काम गर्नको लागि होइन। पर्सेन्टेजको हिसाबले पनि एसियनहरूको पपुलेसन पनि एकदमै राइज भइरहेछ सबै एसियन कन्ट्रीहरूको। अनि यहाँको चाहिँ आदिवासी जुन चाहिँ माउरी समुदाय छ उनीहरू एकदमै कम छन्, माइनोरिटीमा छन्। अब अनि युरोपियन मुलका चाहिँ न्युजिल्यान्डरहरू जसलाई चाहिँ अब किवी त सबैलाई भनिन्छ, तर पनि उनीहरू जुन किवी छन् उनीहरू पनि अलिकति त्यति धेरै पर्सेन्टेजमा नभएको भएर एउटा राम्रो इन्भाइरोमेन्ट, एकअर्कालाई सपोर्ट गर्ने त्यस्तो राम्रो नै छ। स्टुडेन्टहरूलाई त झन् उनीहरू पढ्छन्, मेहनत गर्छन् भन्ने हिसाबले राम्रोले नै हेरिन्छ। अब अर्को कुरा सोध्नु पर्दाखेरि त्यहाँ जस्तो अब हामीले तपाईँले एभरेजमा हेर्दाखेरि होइन, स्किल काम आफ्नो जुन फिल्ड हो त्यही काममा काम गरेर बस्ने नेपाली धेरै छन् कि अथवा अब रेस्टुरेन्ट जब अथवा अलिकति क्याजुअल जबहरू गरेर बस्ने नेपाली धेरै छन्? र यदि तपाईँहरू यो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने यस च्यानलमा चाहिँ मैले विभिन्न देशको स्टुडेन्ट भिजाको बारेमा जानकारीहरू दिँदै आइरहेको छु। र तपाईँ पनि बाहिर जाने सोचमा हुनुहुन्छ र जेन्युन इन्फर्मेसन खोजिरहनु भएको छ भने यस च्यानललाई सब्सक्राइब गरेर विभिन्न देशको बारेमा जानकारीहरू लिन सक्नुहुन्छ। अब हामी भिडियोतर्फ लागिहालौँ। अब यस्तो छ, मलाई के लाग्छ भने संसारभरिको नियमै एउटै होला माइग्रेन्टहरूको लागि। किनभने फर्स्टमा जो पनि स्टुडेन्टहरू नयाँ देशमा जान्छ त्यहाँ गइसकेपछि त्यहाँको कल्चर सिक्नु पर्यो, त्यहाँको लाइफस्टाइल सिक्नु पर्यो, वर्क सिक्नु पर्यो। अनि हामीहरू नेपालबाट अथवा अरू कुनै देशबाट चाहिँ एक्सपिरियन्स स्किल लिएर त आएको हुन्छौँ। तर धेरैजनाले जाने राउट चाहिँ के अरे पार्ट टाइम जबहरू जुन चाहिँ हस्पिटालिटी, रिटेल अथवा जसलाई चाहिँ लो स्किल वर्क भनिन्छ त्यतातिरबाटै जानुपर्छ सुरुमा होइन। अनि मेजोरिटी अफ नेपाली स्टुडेन्ट अथवा यहाँ सेटल भइसकेको मान्छेले चाहिँ कहाँ काम गर्छन् भन्दाखेरि चाहिँ त्यो चाहिँ 50-50 जस्तो छ जस्तो मलाई लाग्छ। किनभने हरेक काउन्सिलहरूमा हेऱ्यो भने कोही न कोही नेपालीहरूले चाहिँ काम गरि नै रह हुन्छन् होइन। हरेक ब्याङ्कमा चाहिँ कुनै राम्रो म्यानेजर, मिड लेभल म्यानेजरियल पोजिसनमा चाहिँ नेपालीहरू पुगेकै छन् होइन। अनि त्यसरी चाहिँ गभर्मेन्टको चाहिँ एजेन्सीहरूमा पनि पुगेकै छन्। त्यो हिसाबले हेर्दाखेरि चाहिँ ग्रेजुअल्ली प्रोग्रेस गरेर चाहिँ यहाँनिर अपर्च्युनिटी चाहिँ धेरै छ भन्ने कुरा छ होइन। मैले अस्ति एउटा टिकटक पनि बनाएको थिएँ क्या। जस्तै न्युजिल्यान्डले चाहिँ यहाँको सेन्ट्रल ब्याङ्क, रिजर्भ ब्याङ्क अफ न्युजिल्यान्डको गभर्नर नै बाहिरबाट हायर गरेछ क्या, स्विडेन नागरिकलाई भर्खरै, जसले चाहिँ अब डिसेम्बरमा स्टार्ट गर्दैछन्। भनेपछि यहाँ कति अपर्च्युनिटी छ, यहाँ राम्रोसँग गर्न सक्नेलाई चाहिँ त्यो एउटा बाटो चाहिँ छ। अनि नेपालीहरू पनि कम्ती चाहिँ छैन। अब आइटी प्रोफेसनल ग्रुप अफ न्युजिल्यान्ड भन्नेसँग पनि मैले धेरै पोडकास्ट एपिसोडहरू निकालेको थिएँ। अनि एयर न्युजिल्यान्डको चाहिँ राम्रै पोजिसनहरूमा पनि काम गर्ने नेपालीहरू छन्, आइटी सेक्टरमा पनि। त्यही भएर चाहिँ 50-50 नै छन् होला यसो अन्दाज गर्दा।
अब न्युजिल्यान्डको लाइफस्टाइलको बारेमा अलिकति हामी बुझ्न प्रयास गरौँ होइन, त्यहाँका फाइदाहरू के छ, बेफाइदाहरू, च्यालेन्जेसहरू के छ भनेर होइन। सबभन्दा पहिलो कुरा तपाईँलाई कसैले न्युजिल्यान्डमा बस्नुको फाइदा के छ, वाइ न्युजिल्यान्ड भनेर सोध्यो भने के भन्नुहुन्छ? अब यस्तो है, अब पढ्नुको फाइदातिर म गइनँ, तपाईँको क्वेसन चाहिँ बस्नुको फाइदा थियो होइन। बस्दाखेरि चाहिँ के छ भने फर्स्टमा चाहिँ न्युजिल्यान्ड एकदमै ब्युटिफुल कन्ट्री छ होइन। अनि त्यस पछाडि यहाँको चाहिँ लाइफस्टाइल एकदम लेड ब्याक छ क्या, भन्नाले केही पनि त्यस्तो एग्रेसिभ छैन, स्लो पेसमा काम हुन्छ हरेक कुराहरू। अनि अपर्च्युनिटी चाहिँ एकदमै राम्रो छ होइन। बस्नुको फाइदा चाहिँ मैले अघि पनि एक्जाम्पल दिइसकेँ गभर्नरहरूको होइन। अनि त्यो स्किल ग्याप हुने कारणले गर्दाखेरि यहाँ धेरै अपर्च्युनिटीहरू खुल्छ, स्पेसली हामी जस्तो थर्ड वर्ल्ड कन्ट्रीबाट आउने, एजुकेसन नेपालमै मजाले पढिसकेको हुन्छ, यहाँ आएर पनि पढ्ने, अनि यस्तो मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी पनि छ होइन। अनि अब एउटा पपुलेसनको हिसाबले पनि डाइभर्स कल्चर छ क्या, अब एसियनहरू पनि छन्, युरोपियन पनि छन् होइन। अनि त्यस पछाडि यहाँका किवीहरू पनि छन्, अनि आदिवासी किवीहरू पनि छन्। त्यसो गर्दाखेरि त्यो एकदमै वेलकमिङ खालको चाहिँ इन्भाइरोमेन्ट छ। सो मलाई चाहिँ न्युजिल्यान्ड चाहिँ त्यही कारणहरूले चाहिँ मनपर्छ होइन। अनि त्यही भएर पनि अब म यहाँनिर अब टिकेको होला जस्तो लाग्छ। अब जस्तो हामी यहाँ नर्वेमा बस्दाखेरि विशेष गरी नर्दर्न युरोपमा चाहिँ हामी कुरा गर्दाखेरि यहाँको बारेमा कम्प्लेन गर्ने भनेको एउटा चिसोको बारेमा कम्प्लेन गर्छौँ एकदमै धेरै होइन। अनि एउटा अँध्यारो हुन्छ एकदमै भनेर कुरा गर्छौँ, अनि एउटा भाषाको कारणले गर्छौँ। यो तिनवटा कुरा चाहिँ यहाँको डिसएडभान्टेज हो होइन। जस्तो त्यस्तै गरी त्यहाँ तपाईँहरू बस्दाखेरि नेपालीहरू बसेर कुरा गर्दाखेरि अब के कुराहरू आउँछ, यो कुरा चाहिँ न्युजिल्यान्डमा मन पर्दैन मलाई, यो नभए हुन्थ्यो, अथवा जो नेपालीहरू कोही फर्किनु भएको छ नेपाल भने के कारणहरूले फर्किनु भएको छ, यस्तो केही छ डिसएडभान्टेजहरू त्यहाँको? यस्तो छ, अब वेदर वाइज चाहिँ यहाँ प्रपर 4वटा सिजन नै छ होइन। अनि त्यसरी धेरै चिसो हुने ठाउँ पनि होइन। अब अलिकति हिमालहरू भएको एरियामा अब हिउँहरू पर्ने, स्पेसली विन्टर टाइममा त्यो त छँदैछ होइन। तर त्यो बाहेकको टाइम चाहिँ यहाँ 4वटा प्रपर सिजन छ, त्यसमा प्रब्लम भएन। भाषाको लागि यहाँनिर कम्प्लिटली इङ्ग्लिस नै युज हुन्छ। अघि मैले भनेको आदिवासी माउरीहरूको चाहिँ एउटा ल्याङ्ग्वेज छ, त्यो चाहिँ त्यसको चाहिँ वर्डहरू केही गभर्मेन्ट एजेन्सीहरूमा युज हुन्छ, तर त्यस्तो साह्रो त्यो जान्नुपर्ने बोल्नुपर्ने भन्ने छैन होइन। त्यो बाहेकको अब यहाँको अरू च्यालेन्जेसहरू चाहिँ के छ त भन्दाखेरि अहिलेको च्यालेन्ज चाहिँ जब पाउन अलिक गाह्रो छ क्या। अघि मैले पनि भने होइन, स्पेसली पार्ट टाइम जबहरू चाहिँ अलिकति गाह्रो नै स्थिति छ। पे स्केल कम्ती छ अरू कन्ट्रिजको तुलनामा होइन। अब जस्तै नजिकै हाम्रो अस्ट्रेलिया छ होइन। अब धेरैलाई के लाग्न सक्छ भने न्युजिल्यान्ड र अस्ट्रेलिया नजिक छ, अब सबै कुरा उस्तै होला। अब कतिलाई चाहिँ के पनि लाग्छ भने न्युजिल्यान्डको पिआर भएपछि अस्ट्रेलिया गएर मजाले काम गर्न बस्न पाइन्छ, तर त्यो होइन होइन। सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ पे रेटको धेरै डिफ्रेन्स छ क्या अस्ट्रेलियासँग कम्पेयर गर्दा। सिफ्ट वर्करहरूले धेरै कमाउँछन् अस्ट्रेलियामा, इभिनिङको रेटहरू छुट्टै छ, विकेन्डमा काम गरेको छुट्टै छ, जुन चाहिँ न्युजिल्यान्डमा छैन होइन। अनि अहिलेको सिचुएसनमा कस्ट अफ लिभिङ एकदमै हाई छ न्युजिल्यान्डको। अनि अब फीहरू पनि महँगो नै भएको कन्ट्री हो पहिलेदेखि नै न्युजिल्यान्ड, पढ्नको लागि पनि। र अहिले पनि त्यो त्यस्तै नै छ, झन् अब बढ्या पनि थियो रिसेन्टली। त्यही भएर चाहिँ त्यस्तै नै च्यालेन्जहरू छ हेर्दाखेरि ओभरअल हाम्रो इन्टरनेसनल माइग्रेन्टहरूलाई। तर त्यो बाहेक चाहिँ आफ्टर अल इट्स अ ब्युटिफुल कन्ट्री। अनि अब एउटा जेनरल क्वेसन सोध्नु पर्दाखेरि, जस्तो नेपाली स्टुडेन्टहरूको तर्फबाट सोध्नु पर्दाखेरि होइन, अब सबैको सिचुएसन तपाईँलाई थाहा हुँदैन होइन, तर जति नेपाली स्टुडेन्टहरू आएको तपाईँले देख्नु भएको छ होइन, उहाँहरूलाई चाहिँ यो फाइनेन्सियल पार्टहरू, फी तिर्नेदेखि लिएर यी कुराहरूमा कतिको गाह्रो भएको देखिन्छ? यस्तो छ, अब सुनिलजी, अब न्युजिल्यान्ड आएर यहीँ कमाएर फी जम्मा गर्छु अनि त्यस पछाडि तिर्छु भन्ने स्थिति चाहिँ अहिले छैन होइन। त्यो अनेस्ट भएर भन्नुपर्छ। एक दुईजनाले धेरै नै मेहनत गरेर काम गरेका होलान्, जसले चाहिँ अब होइन भन्ने बित्तिकै ठ्याक सबै मिल्यो, काम पनि पायो। अनि होलिडेमा पनि त्यो जोसँग काम गरिन्छ उनीहरूले चाहिँ आवर्सहरू पनि दियो। त्यसरी गरेर अनि अझ पार्टनरसँग आएकोहरूले चाहिँ अब एकअर्कालाई हेल्प गरेर पनि अब तिर्छन् होला। तर अहिलेको स्थितिमा त्यसरी फी जम्मा गरेर तिर्ने चाहिँ सिचुएसन छैन। अब राम्रोसँग प्रिपेयर गर्न आउनु होला होइन, त्यही नै हो क्या मैले भन्ने चाहिँ अहिलेको सिचुएसनमा चाहिँ। अब अन्तमा यो भिडियो हेरिरहनु भएको छ जो नेपालबाट न्युजिल्यान्ड जाने सोचमा हुनुहुन्छ, उहाँहरू यो भिडियो हेरिरहनु भएको छ भने उहाँहरूलाई सुझाव दिनु पर्यो भने के सुझाव दिनुहुन्छ? त्यही त मैले अब फी जम्मा गर्ने कुरा गरिहालेँ। फाइनेन्सियली प्लानिङ चाहिँ नम्बर 1 होइन। मलाई चाहिँ यहाँको बारेमा कति खर्च आउँछ के हुन्छ त्यो प्लान गरेर आउने कुरा भयो होइन। अनि सर्भाइभल स्किलको कुरा छ नि, जस्तै बरिस्टा ट्रेनिङ, कुकिङ ट्रेनिङहरू
नलिनु चाहिँ भन्दिनँ म, किनभने मैले अघि पनि हाम्रो यो कुरा भएको थियो, सुरुमा आएर छिरेर गर्ने भनेको त्यस्तै नै काम हो सबैले होइन। तर त्यो भन्दै गर्दा न्युजिल्यान्डमा चाहिँ अहिले लास्ट 6 मन्थ्सदेखि चाहिँ गभर्मेन्टले चाहिँ एकदमै हाई स्किल इमिग्रेन्टहरूलाई चाहिँ प्रायोरिटी दिइरहेछ क्या। अनि मैले अघि भर्खरै भनेको नयाँ भिजाको क्याटेगोरीहरू त्यो रुल्सहरू पनि हाई स्किलको लागि चाहिँ डिजाइन गरेको छ। त्यही भएर अब हामीले चाहिँ नेपालमा बसे पनि अहिले त इन्टरनेटको टाइम छ, सबै इन्फर्मेसन छ होइन, स्किल डेभलप गर्नतिर चाहिँ लाग्नुहोस् होइन। अब केही न केही होइन, अब मेनली कम्प्युटर स्किलहरू चाहिँ अहिले अब टेक फरवर्ड अब एआईहरू आइरहेको बेलामा चाहिँ धेरै कुराहरू चाहिँ अब घरमै बसेर सिक्न मिल्छ। जेन्युन एउटा साइडमा चाहिँ स्किल डेभलप गर्न लाग्नु भयो भने चाहिँ तपाईँहरूलाई लङ टर्ममा चाहिँ यहाँनिर धेरै स्किल ग्याप छ, त्यही भएर राम्रो अपर्च्युनिटी हुन्छ होइन। अनि अब बेसिक कुराहरू भयो जस्तै कि अब ड्राइभिङ लाइसेन्स लिएर आउनै पर्ने भन्ने कुरा त मैले धेरैपल्ट भनि पनि सकेँ होइन। र त्यही हो, राम्रोसँग प्लानिङ गरेर आउनुहोस्, स्किल डेभलप गर्नुहोस्, जे कुराको लागि ओपन माइन्डेड भएर आउनुहोस् होइन। नयाँ कन्ट्री आउँदाखेरि मेन्टल्ली धेरै कुराहरू चाहिँ नसोचेको कुराहरू हुन्छ, एक्सपेक्टेसन भर्सेस रियालिटी होइन, जुन चाहिँ तपाईँले धेरै पढाउनु भएको छ। र अदरवाइज अब यहाँ चाहिँ राम्रो हेल्पिङ ह्यान्ड पनि छ, राम्रोसँग रिच आउट गर्यो भने किवीहरू इभन नेपालीहरू पनि हेल्पफुल नै हुन्छन्। त्यो हिसाबले चाहिँ सबै कुरा चाहिँ आफूले चाहिँ राम्रोसँग चाहिँ प्लानिङ गरेर आउनु। आज समय दिनुभयो पुरुजी, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद। र पुरुजीले पनि न्युजिल्यान्डमा बसेर एक्टिभली कन्टेन्टहरू बनाउनुहुन्छ। उहाँको म सोसियल मिडियाको ह्यान्डलहरू चाहिँ तल डिस्क्रिप्सनमा हालिदिन्छु, तपाईँले त्यहाँ चेक गर्नुभयो भने चाहिँ न्युजिल्यान्डको बारेमा अझ धेरै डिटेलमा बुझ्न सक्नुहुन्छ। र आजको समयको लागि पुरुजीलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सुरेन्द्रजी, तपाईँको भिडियोबाट पनि म पर्सनल्ली धेरै कुराहरू सिकिरहेको हुन्छु, लिइरहेको हुन्छु होइन। आज यो फेरि एकचोटि कनेक्ट हुन पाइयो र हामी फेरि पनि फ्युचरमा फेरि पनि कनेक्ट हुने नै छौँ। सो सबैजनालाई चाहिँ के भन्न चाहन्छु भने न्युजिल्यान्डको बारेमा एकदमै डिटेलमा होइन मसँग चाहिँ डेप्थ कन्भर्सेसनहरू भएको पडकास्ट पनि छ, करियर डेभलपमेन्टको सिरिजहरू पनि छ, सर्ट भिडियो टिकटकहरू पनि छ। त्यही भएर चाहिँ न्युजिल्यान्डको बारेमा जानकारी लिनको लागि चाहिँ तपाईँहरूले चाहिँ मेरो ह्यान्डलहरूलाई फलो गर्नुभयो भने चाहिँ एकदमै हेल्पफुल हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है त। ल थ्याङ्क यू सो मच। र आशा छ आजको भिडियो तपाईँहरूको लागि एकदमै जानकारीमूलक लाग्यो होला। र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानल सब्सक्राइब गरिदिनु होला, जसले गर्दाखेरि मैले फ्युचरमा कुनै भिडियो बनाउने बित्तिकै तपाईँले नोटिफिकेसन पाउनुहुनेछ। र यतिन्जेलमा साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र अर्कोचोटि म नयाँ भिडियो लिएर आउनेछु, त्यतिन्जेलसम्म स्वस्थ रहनुहोला। धन्यवाद, नमस्ते।